वर्ष पनि यो पूजा यहाँनिर आयोजन भइरहेछ। म सम्पूर्णलाई यो अगाडि गएर म यो भिडियोहरू देखाउन चाहन्छु। यहाँनिर हेर्नुहोस् धेरै मानिसहरू हुनुहुन्छ, गाउँकै सबै भाइहरू हुनुहुन्छ यहाँनिर। एकजना वृद्ध मान्छे र उहाँको ह्यान्डिक्याप पनि हुनुहुन्छ, उहाँ बसिरहनु भएको छ। यहाँ नानीहरू, मसिनो नानीहरू यहाँनिर जो अब हुन्छ नि एउटा एज 8-7 वर्ष यिनीहरूको यसको जुन चाहिँ खेल्ने उमेर हुन्छ त्यसको यिनीहरूले पुरा इन्जोय गरिरहेको छ क्या यहाँनिर। यहाँ भाइहरू पनि आउँदैछ हो, पूजामा आएको भाइहरू। म यहाँनिर तपाईँहरूलाई सबै कुरो यहाँनिर म देखाउन चाहन्छु र अन्तमा म केही एउटा कुरो पनि भन्छु र त्यही विषयले नै मैले भिडियो आज अपलोड गरेको हो है। सबैजना हुनुहुन्छ, यो भाइ, हेलो भाइ, ओ भाइ, उसलाई चाहिँ उसको स्पेसल नाम छोटु भाइ भन्छ। हाम्रो एकदमै यो सामाजिक कुरोमा एकदमै अगाडि निस्किन्छ काम गर्नुमा सबै हाम्रो भाइहरू हो। देखाउन जाँदैछु पूजा चल्दैछ, पूजाको थान उयो चाहिँ पूजाको थान हो यहाँनिर। सबै वृद्ध मान्छेहरूदेखि लिएर यहाँ भाइ मसिनो भाइहरू सबै सामाजिक यहाँनिर रूपकलाई हाम्रो जहिले पनि सामाजिक कार्यमा एकदमै अगाडि निस्किन्छ है। रूपक राई हो यहाँ सबै। उहाँ पनि एकजना वृद्ध मान्छे देख्नुहुँदैछ, बडा हुनुहुन्छ उहाँ। यहाँ हाम्रो कुमार थापा पनि हुनुहुन्छ, यहाँ विमल गुरुङ, विमल गुरुङ एकदमै सोसियल एक्टिभिटिज हो उहाँ पनि। यहाँ नेपा काका हुनुहुन्छ र हेर्नुहोस् यहाँनिर पूजा तपाईँलाई म जहाँ चाहिँ पूजा भइरहेछ त्यो जग्गामा तपाईँहरूलाई म देखाउन चाहन्छु। यहाँनिर हेर्नुहोस् यहाँ मसिनो नानीहरूसँग बसेर एकजना यसमा हुनुहुन्छ प्रेरणा राई, उहाँको पिता जिसन राई, माता उहाँको नाम काकीलाई चिन्छु त नाम खचट्टा होइन, सरी आछन् भन्छु। र यहाँ मलाई यो पूजा सुरु गर्नु भएछ संसारले पूजा, दुईजना नानीहरू यो नानीहरूले पनि पूजा गर्दैछ है। यहाँनिर यो यहाँ पूजा गर्ने जग्गा अब यहाँनिर यो एउटा के लाग्छ भन्ने यो कुरालाई पनि पूजामा सबै आएको छ कि हाम्रो संस्कृति हो, जसले चाहिँ आज उहाँ बहिनी प्रेरणा राई जो चाहिँ एउटा माता हुनुहुन्छ र उहाँले राम्रो प्रकारले यसलाई अगाडि बढाएको यो हाम्रो संस्कृतिलाई एकदमै मलाई लाग्छ यो इम्पोर्टेन्ट विषय हो हाम्रो, किनकि जो यस्तो कुरो मसिनो नानीहरूलाई यो ज्ञान पनि आज उहाँले बाँड्दैछ। योभन्दा ठुलो चिज चाहिँ अब अरू केही होइन भन्ने लाग्छ मलाई है हाम्रो जातिको लागि। किनभने जाति चाहिँ एकदमै जरुरी हो र जाति बचाउनु लागि चाहिँ एउटा हाम्रो संस्कृतिलाई फलो गर्नु चाहिँ एकदम जरुरी। यो कुरोलाई मलाई पुरा मान्छे पुरा गाउँले एउटा इन्ट्रेस्ट दिएको एउटा भान हुन्छ है। म एकदमै आज यो देखेर म पनि आएको छु, खुसी लाग्यो मलाई पनि हो। र म तपाईँहरूलाई सम्पूर्ण देख्छु प्रसादहरू पाकिरहेको छ हो सम्पूर्ण देख्नु। हेर्नुहोस् न मसिनो नानीहरू आफ्नै, हामी पनि यस्तै थियौँ पहिला यही जग्गामा, हामी पनि मसिनो हुँदा आएको। त्यति बेला अब यहाँनिर एउटा हत्या गरेर बाख्राहरू काटेर त्यति बेला पूजा गरिन्थ्यो। तर अहिले यहाँनिर एकदम फुल प्रसादले गरिन्छ, एउटा एकदमै राम्रो कुरो, शुभ उयो हो, एउटा लक्षण हो है, राम्रो हुनुको लागि हो सबै। किनकि फुल प्रसाद भन्ने आज यहाँनिर कसैको एउटा बलि गरेको छैन, कुनै एउटा उयसको प्राणीको एउटा हत्या गरेको छैन। एकदमै राम्रो एउटा उयो हो है, सङ्केत हो यो भनौँ न। भोलिको दिनमा समाज एउटा राम्रो हुने सङ्केत हो यो, मलाई त्यस्तो लाग्छ है।
म यहाँ देखाउँदैछु बात मार्छु है तपाईँहरूले सुन्नुहोस् उहाँको उहाँले के गर्छ ओ साथी हो भिडियो बनिँदैछ है यहाँनिर ल अब एकजना कमाउँछु नि यहाँ हेर्नुहोस् रुपा फ्राई हो अब यहाँ हाम्रो संसार पूजाको लागि प्रसाद बनिँदैछ है प्रसाद बनिँदैछ एकदमै स्पेसली एकदम यहाँ यो दुधमा बनिएको है प्रसाद दुधमा हेर्नुहोस् न आगो बगिरहेको छ हो यो उहाँले जहिले पनि हामी जब पूजाहरू सेलाउन जान्छौँ मेन खाना पकाएर खुवाउनु भनेको एउटा ठुलो एउटा उयो महत्त्वपूर्ण भूमिका हुन्छ र उहाँले जहिले पनि त्यो निभाएको हुन्छ हेर्नुहोस् उहाँ रूपक राई सबैले चिन्नुहुन्छ हो एकपल्ट फेरि आयो भनिदेऊ न शैली हो उहाँ फौजी हुनुहुन्छ उहाँ छुट्टीमा आउनु भएको र आज उहाँले पनि हेर्नुहोस् न यस्तो आज हाम्रो उसलाई होइन यो संसारी पूजालाई आएर आफ्नो उपस्थिति दिएर सपोर्ट गर्नुभएको छ है किनभने यो एउटा संस्कृति भन्ने जोगाएर राख्नुपर्छ भन्ने उहाँको मध्येसम्म त्यो अब एउटा बाहिर पनि छ होइन यहाँ देखाउँदै जाँदैछु उहाँ पर देख्नुहुन्छ अहिले म सबै भागमा लान्छु एकपल्ट हाई गराउनु त लाउँछु म हो यहाँनिर हेर्नुहोस् हाम्रो भेनाजु हाम्रो जितेन भेनाजु हुनुहुन्छ उहाँ हो सबैले चिन्नुहुन्छ उहाँलाई त उहाँहरू काम हेर्नुहोस् उहाँ यस्तो उयो भएर इन्ट्रेस्ट दिएर यस्तो कुरो गर्नुहुँदैछ भनेपछि हाम्रो यो राम्रो सङ्केत अगाडि बढ्दै जाँदैछ हाम्रो संस्कृति जस्तो लाग्छ है एकदमै यो कुरोहरूलाई मजा राख्ने उहाँको पहिल्यैदेखि सोच हो र अहिले अब भेनाले यहाँनिर अब एउटा गीत डान्सहरू पनि एउटा उयो गर्छ अहिले सबैले दिनुपर्छ होइन भेना मजा आउँदैछ भेना है भन्नु एक दुईवटा कुरो तपाईँले अब भनिदिनुहोस् न म अब किनभने गाउँको पूजा हुँदैछ होइन संसारी माईको पूजा चाहिँ हाम्रो मन्सिरहरूमा सालैँ गर्दै आइरहेको हो र विगतको दिनहरूमा हाम्रो बाजे पुर्खाहरूले पटिक्री काटेर त्यस्तो प्रकारले गर्यो अहिले बिस्तारै पानफुलद्वारा नै एकदमै राम्रो लक्षण एकदमै पुजारी चाहिँ त्यो राम्रो लेसन हो नि है दाजु एकदमै नानीहरू हेर्नुहोस् न दाजु नानीहरू यति साह्रो अब नानीहरूले भोलिदिनु यो कुरो सिकाउनु यो कुरो आज म प्रेरणा राईको बहिनीको एकदमै त्यो एकदमै ठुलो कुरो हो क्या है बेनाजु किनभने अब नानीहरूलाई आज यो उयसमा हिँडाउनु किनकि आफ्नो संस्कृति भन्ने यस्तो उस्तो भन्ने चिनाउनु अगाडि राखेर पूजा गर्नु है एकदमै राम्रो कुरो हो नि है हजुर यत्रो उमेरमा पहिला पनि गर्थ्यो संसारी त्यो प्रकारले गर्थ्यो हो नि अहिले चाहिँ बहिनीले सबै प्रकारले सबै देवदेवतालाई आह्वान गरेर होइन खान खाना बनाएर गर्छ नि एकदमै राम्रो छ ओके हुन्छ थ्याङ्क यू भेना म यहाँ सबैलाई एकपल्ट चाहिँ हाम्रो पूजामा आउने सबै उयसलाई चाहिँ म एकपल्ट यो उयसमा चाहिँ नि उयो गरेर होइन हाम्रो यो मेन अरूलाई पनि लेसन होस् भेना होइन किनभने सिकाउनुपर्छ नयाँ कुरो यो कुरोहरूलाई अगाडि लानुपर्छ भन्ने कुरो है ल सबैसँग बात मार्दैछु भेना जुन ल यहाँ हेर्नुहोस् वृद्ध मान्छे पनि आउनुभयो हो यहाँ सेवन भाइ हो एकदमै कवीरमानको चाहिँ मेरो यहाँ हाम्रो भाइ पूजन भाइ पनि छ पूजन भाइ सबैले चिन्नुहुन्छ ल यी सबै नानीहरू खेल्दैछ हो र म यस्तै कुरो हो अब किनभने यो कुरोलाई अगाडि बढाएर लानुपर्छ नानीहरूले पनि यो कुरो सिकाउनुपर्छ किन हामीले संस्कृति भुलिनु हुँदैन यो कुरोलाई सधैँ ल थ्याङ्क यू सबैलाई यो हेरिदिनुहोस् सबैले किनकि यो एउटा मलाई आज यहाँ आउँदाखेरि एकदमै राम्रो यहाँको उयो माहौल छ क्या त्यसै कारण यो भिडियो बनाएर पठाएको ल हेरिदिनुहोस् सबैले र कमेन्टहरू पनि गरिदिनुहोस् थ्याङ्क यू लभ यू बाई